रहने वानी सै राजा सै रानी सै हो सबैजनालाई धेरै पछि भ्लग बनाउने यसो कोसिस गरेको छ विश्व टिजी भ्लग मेरो नानालाई आफ्नै छ धेरै पछि म चाहिँ आजदेखि फेरि आज यो दिन खुलेको सँगै अब एउटा भ्लग चाहिँ बनाऊ न साथीभाइसँग पनि भेट गर्नुहुन्छ त्यो हिसाबले चाहिँ म यो आज चाहिँ पञ्चमी बजार थुलुङदुध कोशी गाउँपालिकाको 5 वडा नम्बर 5 मा पर्ने पञ्चमी बजारमा जाँदैछौँ साथीहरू त्यसपछि हामी भेट्नेछौँ यो मेरो भ्लग चाहिँ यही आफ्नै फोनबाट चाहिँ रेकर्ड हुनेछ सबैलाई हामी पञ्चमी बजारमा देखाउने तामाङ समुदाय अथवा शेर्पा समुदाय मगर समुदायले मान्ने गरेको पवित्र धर्महरूको बाल दिन भइरहेको छ है मामा तपाईँलाई पनि काठमाडौँ बस्दा है हैरान भइरहेको होला तर आज यो घुम्ने मौका ठुलो पाएँ हामीले काठमाडौँ वास्तवमै अब अलिकति अर्ग्यानिक पाउनलाई चाहिँ अलिक गाह्रै छ है गाउँघर आउँदाखेरि अलिकति कस्तो फ्रेस मासु झुन्दै कस्तो हुन्छ है ठिक छ अब त्यस्तो छ साथीहरू अब हेर्नुहोस् स्वर्ग खोज्नलाई हामी कतै जानु पर्दैन हाम्रै गाउँघरलाई चाहिँ टक्क लगाएर चाहिँ गाउँ ठाउँ चाहिँ डुल्न पायो भने आफै पनि स्वर्ग भेटिन्छ गाडी आउँदैछ फेरि आफ्नै गाउँतिरको गाडी हो कि जस्तो लागिरहेछ बाटो थियो अब जोआएर हिँड्नुपर्छ एकजनाले रोक्नै पर्ने हुन्छ त्यो हुँदाखेरि ठुलो गाडीले मलाई चाहिँ रोकिएको छ धन्यवाद छ सुके पोखरीलाई पनि थोरै दिउँ है टक्क लगाएर चाहिँ त्यस्तो छ साथीहरू हाम्रो पञ्चमी बजार जाने बाटो सुके पोखरीदेखि चाहिँ पहिले चाहिँ अलि कस्तो नराम्रो थियो है अहिले चाहिँ टक्क स्तर उन्नतिहरू भएको छ यो ठाउँ ठाउँमा चाहिँ सोलिङ भएको छ यो चाहिँ प्रदेश सरकार अन्तर्गत माननीय गुम्बु शेर्पा कर्जनले चाहिँ अलिकति पाल गरेको छ जस्तै ठाउँ ठाउँमा सोलिङ भएको छ धेरै राम्रो गरेको छ सँगै बजार हिजो लगभग 3-4 दिन अगाडि पुगेको थियो त्यता है गेट सेट बनाएको छ एकदम रमाइलो बनाएको छ निकै पहिलेको तुलनामा पञ्चमी बजार अलिकति फरक अवस्थामा हामीले देख्न सक्छौँ है यो पनि यहाँलाई जानकारी गराउँ बाटो ठिकै छ अहिले जस पाहाडको बाटो है गाह्रो अब यतिकोदेखि के चाहियो र पाहाडमा यतिकोमा चाहिँ फेरि ब्लाउन पनि गइहाल्छ गाह्रो हुन्छ चिप्लोकै बढी है बर्खाको मनसुन धेरै हुन्छ प्राय यो देख्न सक्छौँ ताम है यो आइसिएलहरूको पनि प्राय पहिला हामी सानोमा धेरै खाइन्थ्यो निकै खाइन्थ्यो यस्ता दिनहरू पनि थियो गोयालीलाई नेपाली भाषामा गोयाली भन्छ कि के भन्छ तपाईँ हाम्रो भाषामा चाहिँ गोयालीले गोयाली नै नेपाली भाषामा चाहिँ यो चिज ठ्याक्कै मैले देख्छु आज चाहिँ सबैभन्दा हामी अन्तिममा छौँ कि जस्तो लागेको छ धेरै मान्छे भेटेको छैन लगभग बस्नु पनि 11 बजिसकेको छ सर पक्कलाई 11 बजिसकेको छ अब यतिखेर चाहिँ हामी ठ्याक्कै पुग्दाखेरि बजार एकदम भरिभराउ हुन्छ अब पहिले हामी सानोमा चाहिँ पञ्चमी बजार आउँदाखेरि चाहिँ धेरै छिटो आइन्थ्यो क्या अनि कोही हुँदैन थियो है त्यो बेला अनि आज चाहिँ फेरि हामी चाहिँ अलिक ढिलै आएका छौँ फेरि बिहानै हाम्रो चाहिँ पूजा थियो साथीहरू पूजा थियो अब लगभग पूजामा चाहिँ हुँदैन होइन तै पनि मेलामा जाँदैछौँ तै पनि हामीले खाइसकेको कुराहरूलाई किन ढाँटौँ भन्ने मात्र हो ठिक छ हेर्नुहोस् है यस्तो छ यार तपाईँ पनि कुनै बेला यस्तो मोड अफ भइरहेको बेला चाहिँ आउनु होला घुम्नलाई हेर्नुहोस् त यो त खतम थियो बाटो है टक्क ऊ ग्याबिङहरू हालेको छ यो पालि चाहिँ हो कुनै बेला चाहिँ आउनुपर्छ नि साथीहरू गाइजहरू ठ्याक्कै यो अगाडि देखिएको एउटा छाना जस्तो तारा चाहिँ
यो चाहिँ हाम्रो बुद्धिस्टहरूको तामाङहरू चाहिँ टक्कै यहाँ अन्तिम त्यो उस गरिसकेपछि चाहिँ बिसाउने चौतारी बनाएको छौँ यहाँ चाहिँ टक्क लाएर बाजे फर्केको अवस्था छ यहाँ लडेको छ हामी चाहिँ जाँदैछौँ आहा चिसो छ खास अब चाहिँ बहिनी मस्त गेम खेलिरहेको छ बहिनी यत्तिको चाहिँ हुनुपर्छ ठाउँहरूलाई पटक्क होइन कुनै बेला चाहिँ साथीहरूलाई बोर लागेको छ भने के गर्ने कसो गर्ने भइरहेको छ भने आउनुहोस् है यो ठाउँमा हामी जिन्दगीमा कतिले पीडाहरू भोगाइहरू यस्तो भयो उस्तो भयो तपाईँ कुनै बेला चाहिँ फ्रीमा भएर घुम्नुहोस् के कुनै फाइदाजनक हुन्छ बाजे फर्किनु भयो ल त्यही त वाला वाला तपाईँ जादु आउँछ कुनै ठाउँ तपाईँले पिकनिकको प्लान गर्दै हुनुहुन्छ भने अथवा कुनै बेला घुम्न जाने सोचमा हुनुहुन्छ भने टिमसँग चाहिँ घुलमिल गर्ने सोचमा हुनुहुन्छ भने यो ठाउँ पनि तपाईँको लागि एकदमै राम्रो बिन्दु हुनेछ आउनु होला जातिहरू हेर्नुहोस् त बाटोमा यति धेरैजना भेटिरहेको छौँ तर यो अबेला भए पनि यो अवस्थामा यति धेरै भेट्दाखेरि हामीलाई पनि खुसी जागेको छ किनकि अझै पनि बजार ढिलो भएको छैन भनेर यति कुरा चाहिँ बुझौँ ठिक छ हाम्रो चाहिँ भर्खर सुरु हो विचार कहाँदेखि हिँड्दै आउनु भएको होला है बजुहरू है ठिक छ ल यो मानेमा चाहिँ ल अब चाहिँ सेन्तेरिङ खाएर प्लेन्तेरिङ हुन्छ है फेरि धेरै यो बजारमा फेरि तपाईँहरूलाई यो पनि जानकारी गराउँ प्लेन्तेरिङ चाहिँ हुनु हुँदैन भन्ने हो हामीले होइन एकदमै यो कुरालाई साँची राख्नुपर्छ अब अहिले चाहिँ खानु हुँदैन भन्ने त हो है हो बजार आइपुगेकै छ एकछिन बनाउँदैछ हो बजार आइपुग्यो ल ल नतिरै भएको अलिक उतै राखौँ न हामी है अलिक परै लैजाउँ ओ दादाहरू अब चाहिँ यता पनि घुमाएर चाहिँ ती उतै लैजाउँ भन्ने कुरा पो भयो त हेर्नु थियो त त्यो घुम्यो घुम्यो ल नाच न बुढो टिकटक देख्दै नाच नाच नाच